मेरो प्यारो नेसनल एक्सप्रेस, बेलायतको यो भूमि, सात समुद्र पारीमा मेरो बेग्लै कथा, मेरा कहानी देखेको छ मेरो नेसनल एक्सप्रेसले। युनिभर्सिटी जाऊ नेसनल एक्सप्रेस, काममा जाऊ नेसनल एक्सप्रेस, डुल्न जाऊ नेसनल एक्सप्रेस। सायद बेलायतको मेरो एकदम घनिष्ठ मित्र हो नेसनल एक्सप्रेस। कुनै दिन काममा गइरहँदा घर देश नेपालतिर चाडपर्वको माहौल छाइरहँदा मेरा आँखामा छचल्किएको आँसु देखेको छ मेरो नेसनल एक्सप्रेसले। धेरै दुःखले कमाएको थोरै खुसी मैले परिवारसँग साटेको देखेको छ नेसनल एक्सप्रेसले। साँच्चै कत्तिको सहारा हो तिमी नेसनल एक्सप्रेस। व्यवस्था र परिस्थितिका कहानी सुनेका छौ। कसैले फोनमा कुरा गर्दै गर्दा उमेरको आधा वर्षसम्म आइपुग्दा युकेका गल्लीमा आफ्नो बालापनको यादहरू खोजेको देखेको छौ नि तिमीले नेसनल एक्सप्रेस। ओहो, मनभरि पीडा बोकेर बाहिर मुसुक्क हाँस्दै सबै ठिकै छ नि भनेका कति झुटहरू सुनेका छौ नि तिमीले नेसनल एक्सप्रेस। तिम्रो डबल डेकरको माथिल्लो तल्लामा बसेर एयरपोर्टमा दुःखले भरिएको सङ्गीत सुन्दै गर्दा त्यही माथिल्लो तल्लाबाट देखिने युकेको सुन्दर बाटो, हरियालीले मन थोरै सम्हालेको त पक्कै हो। तर पनि कहिलेकाहीँ तिम्रा सिटैमा मेरा आँसुका थोपाहरू यसै खसिदिन्छन्। जसरी कोही आफ्नाले आएर आँसु पुसिदिन्छन्, ठ्याक्कै त्यसै गरी तिमीले चुपचाप त झरेको आँसु आफूमै हराउन दिन्छौ। खैर, कमसेकम मेरो आँसु पुसिदिने तिमी मेरो प्यारो नेसनल एक्सप्रेस। सधैँ सँगै त नहोला तर युके, यो अहिलेको समय अनि तिम्रो साथ म सधैँ सम्झिनेछु। थ्याङ्क यू मेरो प्यारो नेसनल एक्सप्रेस।